ल ल एउटा खतरा है खतरा म भिडियो मेरो टिकटकमा हालिदिन्छु कि ल ल बाबु ल 1 2 3 तेरो बाउ र मेरो बाउको सधैँ झगडा भाइ कहिले भएर झगडा तेरो बाउ र मेरो बाउ भने जे नि हुन सक्छ जे नि ल ल यो तेरो बाउ र मेरो बाउको सधैँ झगडा काङ्ग्रेस र कम्युनिस्टको चाहिँ तगडा बाउ पनि च्याप अनि आमा पनि च्याप छोरी बिग्रे गाजाले छोरी पहिला टापो गयो पट्टुमा जुङ्गा छैन केटी पटाउँछ मोमो खाने पैसा छैन मेनु पटाउँछ पढे मेरो ए प्लस अकाउन्ट ल्याउँदिन हिरोनीलाई भेट्न बोलाइ जान भ्याउँदिन मैले पनि लभ गरेर केटी छानेको त्यो केटीको नाइटोमा ट्याटु हानेको यो नाइटोमा ट्याटु ल खतरा तिम्रो घर चाहिँ कहाँ हो उतै तल्लो गाउँमा तल्लो गाउँ भनेपछि त्यो उत्तम राईको छोरा हो तिमी मेरो बाउको नाम उत्तम त अब यो भिडियो छ नि भाइ तिम्रो ऱ्याप म सिधै मेरो टिकटकमा हालिदिन्छु है खतरा यो मान्छेहरूले नि कति फोहोर मात्रै फाले होला यसो 5-10 रुपियाँ पैसा नि फाल्नु नि तेरो बाउ र मेरो बाउको सधैँ झगडा काङ्ग्रेस र कम्युनिस्टमा कोचे तगडा बाउ पनि च्याप अनि आमा पनि च्याप केटा को रहेछ कस्तो खतरा ऱ्याप गएको बोल्छीको आइडीबाट हालेको रहेछ होइन यो हुच्चे चाहिँ को रहेछ कसको मलाई थाहा छैन मैले पनि बाटा हिँडिरहेको छ होइन अनि यसो हेरेको अलि अर्कै लाग्यो कि अनि यसो खिचेर प्याट्टा हालिदिएको टिकटकमा भिडियो त भाइरल यता पनि छ र पोस्ट उता पनि छ र दङ्गै परिरहेको छ दामी हो क्या डलर्सहरू त पुरा झर्ने हो क्या अहिले जो पाए त्यो भिडियो खिचेर हाल्दा त्यसको बाउले मार्ला नि फेरि बुढी माउलाई थाहै छैन अहिले मान्छेहरू चाहिँ नि टिकटकमा युट्युबमा सामाजिक सञ्जालमा भाइरल हुन कति चाहिँ दुःख गरिरहेको हुन्छन् टिकटक हेर्दैनौ कोही नाङ्गे भुतुङ्गे नाचिरहेको हुन्छन् कोही के गरिरहेको हुन्छन् त्यो सबै संसारले चिनोस् भाइरल हुनलाई अनि किन देखाउनु त्यसको बाउ ब्याक टु ब्याक भाइरल पनि भइरहेछन् नि होइन अनि मामाको फेरि इङ्ग्लिस राम्रो छ क्या अन्त बोल्छ पास मैले एउटा कुरा नबुझेको कि तिमीले त्यो भाइरल बनाएको फुट छ नि त्यसको घरहरू होम प्लेसहरू डेट अफ बर्थहरू कहाँ हो कि त्यसलाई भेटेर एकचोटि डल्लै मैले पनि त अपलोडहरू हान्नु पर्यो नि त डलर्सहरू झर्छ क्या मलाई थाहा छ मामा मलाई थाहा छ फोनमा भिडियो चलिहाल्छ खिच्न मिलिहाल्छ जाने हो खिच्ने हो अब हामी त अब बच्चाको भिडियो खिच्न जाने भयो है ल जे गर्छ गर मलाई के थाहा भा ओके छ त अरे मानु भन्छ नि यो कसको भिडियो हालेको छ टिकटकमा खुब भाइरल भइरहेछ हेर त